सम्पूर्णमा स्वागत छ। डे 3 मा आज चाहिँ हामी एक्लै पोखरीमा क्याम्पिङ बसेको थियौँ हैन। त्यहाँभन्दा हामी धेरै टाढो जान सकिनौँ। अहिले अब एक्लै पोखरीको मर्निङ वेदर चाहिँ यस्तो छ हैन। धुम्म छ, अलिकति हल्का खुल्या छ। हामी चाहिँ खाजासाजा खाइसक्यौँ। हाम्रो चाहिँ यस्तो छ हालत हैन। आनन्द फुलबारीमा मजा लिने हो नि त। यस्तो सुन्दर फुलबारीमा बगैँचामा हामी बसिरहेको छौँ। अहिले चाहिँ दाइ मामाहरू क्याम्पभित्र, टेन्ट पनि हाम्रो त्यही भित्र छ। पुरा हाम्रो बाहिर निक्लिसक्यौँ। कभर चाहिँ यस्तो चाहिँ साथी अब के हुन्छ हाम्रो हैन। भित्र हेरौँ। अब चाहिँ हामीले हाम्रो क्याम्प उठाउनु पर्ने हुन्छ, लुगा प्याक गर्नुपर्ने हुन्छ हैन। त्यस पछाडि चाहिँ हामी अब लागि नै हाल्छौँ। अब हामी चाहिँ अब ल म यहाँ छिराउँदैछु। दाइले चाहिँ छिराउँदै हुनुहुन्छ लुगा। यहाँ छ हाम्रो प्यान्ट लुगा, हेरौँ न त उसको अनुहार। हामी चाहिँ अब एक्लै पोखरी क्याम्पबाट हामी चाहिँ 3 पोखरी क्याम्पपट्टि लाग्यौँ। हामी सामान सबै प्याक गरिसक्यौँ। अब फेरि डे 3 मा हाम्रो यात्रा निरन्तर। आज हामी अब ठक्कै 9 बजी निस्किएको। कति बजी निस्किन्छौँ हेरौँ। अब अहिलेको वेदर चाहिँ यस्तो छ हैन। दाइ गएकोतिर अब बाटो हैन, ठक्कै त्यो उकालो कटेर जानुपर्ने, मान्छे मर्दैन। यस्तो गाह्रो छ। बाई बाई एक्लै पोखरी। अब पछि भेट्ने छौँ। अब 3 पोखरीमा आज हाम्रो क्याम्प हुन्छ, भोलि नि त्यहाँ क्याम्प हुन्छ। पर्सि चाहिँ हामी डाइरेक्टली घर पुग्ने गरी जानुपर्ने हुन्छ आज हामी हैन। ठक्कै 9 बजी निस्किएको, कति घन्टामा पुगिन्छ हेरौँ साथी हो। अब बाटोमा के कसो हुन्छ, कतिको मौसम खुल्छ देखाउनेछौँ हामीले। तपाईँहरूले केही छैन हैन। बाटोमा एकैछिन पानी बस्छ, एकैछिन हुस्सु, त्यस्तै छ चलिरहेको छ हैन। एक्लै पोखरीको मर्निङ भ्यू चाहिँ यस्तो बवाल क्या, के कुरै नगरौँ न। कस्तो सुन्दर के बवाल है। आफ से आफ त्यही त यस्तो बवाल छ क्या। के हो यो? तल पोखरी छ त के पोखरी तलको? यहाँ माथिको के अरे भाले, ए पोथी, यहाँ तलको भाले छैन पोखरी पनि। यो चाहिँ एक्लै पोखरीको माथिको चाहिँ पोथी हो हैन। यो चाहिँ भाले। एक्लै पोखरीको चाहिँ पोखरी, एक्लै पोखरीमा 2वटा पोखरी रहेछ हैन। हेर्न सक्नुहुन्छ। यहाँ भाले, माथि पोथी। के बवाल है। कर्के 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 हुँदै परदेखि उकालो हुने रहेछ नि हामी। के बवाल सुनपाती हो यो। सब पारीतिर देखेँ, सब सुनपातीको बगान हो क्या। मतलब अब इलाममा चियाले भरिपूर्ण छ भने यहाँ चाहिँ अब सुनपाती यो धुपले भरिपूर्ण छ क्या यो ठाउँलाई चाहिँ। केही छैन, यो सब देखेको सुनपाती हो सबै। सब यो चाहिँ अब सुनपाती बगान हो क्या। सुनपातीले नै सुन्दरता बनाएको छ क्या यो ठाउँलाई चाहिँ। यस्तो गाह्रो, सास गरेर बुली जान सकिरहेको छैन हैन। यस्तो गाह्रो क्या। हाई पनि अब हामी 4000 क्रस हुन आँट्यो हाम्रो हैन। त्यो लास्टै हाई के अरे हाईले नि चेप्न आँटिरहेको थियो। यस्तो गाह्रो छ है साथी हो। सुनपातीले भरिपूर्ण छ यो देशलाई चाहिँ हैन, यो ठाउँलाई चाहिँ। यात्रा गर्ने क्रममा हामी थकान मार्दै हल्का रेस। यता हाम्रो सर चिसोले जान आँट्यो। त्यही अवस्थाको छु म पनि। जाला जस्तो छ क्या, टेन्सन हुन्छ हैन। अब यस्तै छ मौसम, ढुस्सी लागेर
चिसोले जान सकिन्छ जस्तो छ क्या। यहाँ चाहिँ लास्टै रिस्की ठाउँ हो क्या, गाह्रो छ यार यहाँ त। त्यस्तो चाहिँ भन्नु हुँदैन, त्यस्तो भाषी बोल्नुहुन्न नि। यात्रा पुरा उकालो ठाडो, त्यहाँदेखि पर देखेको त्यो भिरको टुप्पा कटेर जानुपर्ने रे हामीले। कस्तो दामी फुलहरू हो। यस्तै छ यात्रा हाम्रो निरन्तर। क्या दामी यार, फुलको प्रजाति नै प्रशस्त क्या यहाँ चाहिँ। जुन अचल अलि सिजन सकेर हो होइन, जेठो अन्तिमतिर भयो चाहिँ यस्तो बवाल हुन्छ अरे भन्नुहुन्छ होइन मामाहरू दाइहरूले। यात्रा निरन्तर छ हाम्रो, जे भयो नि बवाल छ। डाइरेक्ट उकालो होइन, हामीले उकालोमा त्यस्तै सास भरेको र पानीले झ्याप्पै हामीलाई भेट्यो। अर्को सर आउनु भएको छैन होइन, झ्याप्पै पानी नि पऱ्यो हामीलाई, टक्क उकालो नि कट्यो, पानी नि पऱ्यो झ्याप्प। यस्तै छ अब, खुसी लाग्छ पानी पर्छ, त्यस्तै हो यात्रामा। गाह्रो छ यहाँ। अम्बो जति गयो त्यति रमणीय ठाउँ चाहिँ होइन, यस्तो सुन्दर खुल्यो भने जस्तो बबा चर्चनहरू होइन। यात्रा चाहिँ हाम्रो निरन्तर चलि नै रहेछ होइन। अघि त्यो डाँडा कटेर जानुपर्ने हुन्छ हामी। एकैछिन पानी पर्छ, एकैछिन यहाँ वेदरको त टुङ्गै हुँदैन, यस्तो बिजोग छ क्या। माथि सङ्घसिर जाने बाटो रे ऊ चाहिँ, उता चाहिँ हामी अब 3 पोखरी हाम्रो लास्ट क्याम्प जाने बाटो अरे भन्दै हुनुहुन्छ। मलाई अलिकति हाई लागिरहेछ मामा। यस्तो बबाल क्या फुल पनि यल्लो आकारमा क्या। यो चाहिँ आफ्नो सत्यता होइन, मानी हो यो चाहिँ सबै। यो चाहिँ फुल चढाउनु पर्ने हुन्छ हामीले सबैले। म नि चढाउँछु अब यसका। अलि चिक्सहरू आएन कि, अलि मलाई टेन्सन भयो नि त। यसलाई नै अब म ढोकेर चिक्स चाहिँ होइन पटाउनु पर्ने हुन्छ क्या। अलि मलाई डेन्जर भयो नि त। ओइ भाँची है फुल, है हे केटाहरू हेर, अब ढोक्नु पर्ने हुन्छ यहाँ मैले अब। हेरे आफ्नो सत्यता चिताउनुपर्छ यहाँ चाहिँ। यसरी ढोक्नु पऱ्यो नि त केटीहरू। आइज है केटीहरू। यो ठाउँको नाम चाहिँ के भनिन्छ हो? खैके भनेपछि हामी 3 पोखरी र एक्लै पोखरीको बिचमा भेटिने यो चाहिँ एकदम सुन्दर ढुङ्गाको दामीको भनौँ न माने जस्तै होइन। चुरोट चाहिँ नछौँ भनेको होइन, गर्लफ्रेन्डले चुरोट बुढीले चुरोट हातमा चुरोट नलाऊ भनेको छ नि त। त्यही भएर दामी जहाँ त घुमै चुकले। यसो विश्रामको समयमा रुचि। अहिले हामी चाहिँ माटेको होइन गोठ बस्ने माटे ग्याङ भनौँ न। अब यो चाहिँ त्यहाँ भेटिने चाहिँ मागन साग, यो चाहिँ खान मिल्छ है। यो चाहिँ माटे ग्याङ यस्तो हुन्छ क्या, तल र माथि वाल हालेको हुन्छ। यहाँ चाहिँ डोरी तानेर बस्नुपर्ने हुन्छ हाम्रो तरिकाले। माटो घ्याङको अब यस्तै छ दृश्यहरू चाहिँ देखिने केही छैन, धुम्म छ होइन। ल है साथी यस्तै छ। अब चाहिँ हामी 3 पोखरी चाहिँ आधी घन्टामा कन्फर्म भन्दै हुनुहुन्छ हाम्रो सरहरूले। केही छैन, पुगिन्छ होला, हेरौँ होइन। यस्तो बिजोग छ नि त, छाता पनि प्लास्टिक। गाह्रो छ नि सेभ गरेर जान, लास्टै गाह्रो या। यो चाहिँ लेकमा पाइने एउटा जडीबुटी खोकी होइन, त्यस्तो दामी रङ आउँछ नि त यसको चाहिँ, पुरा यस्तो दामी छ यार। बगानै छ त यार यस्तो। यसको चाहिँ जरा होइन पानीमा मलेर हाल्नुपर्छ, यस्तो दामी रङ निस्किन्छ अरे। पोखरी आइपुग्न आँट्यौँ। अहिले 3 पोखरीको वेदर चाहिँ यस्तो छ है, पुरा ढुस्सी लागिरहेछ यार। ओहो के यस्तो डेन्जर छ है साथी। अब यस्तो रिस्की बाटो हुन्छ यार। ओह त्यो रिस्की भएर यस्तो डेन्जर। चिसो पानी हुस्सी लागेर बिजोग भइसकेको छ हाम्रो चाहिँ होइन। यात्रा त
पो छ त यार ओहो हो हो ट्राभल यतिको चाहिँ हान्नु पऱ्यो नि त हाइकिङमा यतिको ट्राभल नहाने त कहाँ मजा हुन्छ त यार त्यो तिन पोखरी एरियाको यस्तो छ है एरिया चाहिँ तिन पोखरीको एरिया चाहिँ योभन्दा अलिक त्यो डिल कटेको मुनि हो तिन पोखरी चाहिँ दाइहरूले भन्दै हुनुहुन्छ यो चाहिँ होइन यस्तो एरिया छ क्या भवाल ओ वरिपरि ढुसीले बिजोक होइन लास्टै गाह्रो ओह्रालोमा चाहिँ फेरि म हिँड्न सक्छु उकालोमा चाहिँ म सक्दिनँ होइन अलिक डेन्जर सास पर्छ टोलीहरू अगाडि निरन्तर यात्रामा राख्नु भएको छ अब चाहिँ मेन गएर हामीले चाहिँ अगाडि क्याम्प चाहिँ रेडी गरेर चाहिँ दाउरा खोज्नु जानुपर्ने हुन्छ नभए चाहिँ दाउराको जोगाड गरेन भने चाहिँ यहाँ खाना चाहिँ र तातो पनि खानु पनि पाइन्न रहेछ क्या त्यो ठाउँमा चाहिँ यस्तो गाह्रो केही त देखिँदैन ठुलो रुख भनेको सुनपाती नभए केही छैन तिन पोखरी एरियामा भेटिने फुलहरू चाहिँ यस्तो छ है यस्तो बवाल क्या अम्बो सट्टै यो चाहिँ हो नि त तिन पोखरी चाहिँ हाम्रो लास्ट क्याम्प चाहिँ यहाँ हुनेछ अब के हो बवाल यार एउटा तल पोखरी बिचको माथि छ के दामी अहिले खुल्यो भने ल फुलहरू हामी चाहिँ अहिले त्यही 4500 हाइटमा आइपुग्यौँ तिन पोखरी हल्का देखिनुहुन्छ अब यो पोखरी चाहिँ साइडमा क्रस गरेर जानुपर्ने हुन्छ क्या साथीहरू जाँदै हुनुहुन्छ ढुसीले पानीले बिजोक आइपुग्ने बित्तिकै यो चाहिँ तिन पोखरीको अब गोड हो होइन यस्तैमा क्याम्प चाहिँ बस्नुपर्ने हुन्छ तर यो चाहिँ अब भेराकोट रहेछ यो चाहिँ साह्रै सक्नु अब सब व्यवस्था रहेछ यो चाहिँ हामी यहाँ चाहिँ बस्नु मिलेन यस्तो यो एरियामा सब अब व्यवस्था रहेछ दाउराहरूको पनि तर यहाँ चाहिँ बस्नु मिलेन यहाँ चाहिँ हामी क्याम्प बस्नुपर्ने हुन्छ होइन यहाँ अगाडि कोही पनि बसेर छ भेराकोठालाहरू हो कि के कोहीहरू बस्नु भएको रहेछ होइन यहीँ अझै अब बस्नुपर्ने हुन्छ हामी पनि सब मामा माथि आउँदै हुनुहुन्छ अलिअलि देखिन्छ चाहिँ हाम्रो रेडी भइसक्यो है के छ त मामा तिन पोखरी आइसक्यो लास्ट क्याम्प आइपुग्यो त आज अब लास्ट हो यार आज डे 3 मा चाहिँ यति नै हुन्छ अहिले मौसम खुल्यो भने जाउँ न तिन पोखरी हेर्न ठिक छ नभए भोलि चाहिँ कन्फर्मै हो नेक्स्ट भिडियोमा तिन पोखरी डे 4 मा चाहिँ बवाल सबैभन्दा बवाल चाहिँ यस्तो छ हाम्रो पाण्डु सर के छ त तिन पोखरी त आइपुग्यो टक्क लामो लाएर हो अब चाहिँ हामी खाजा बनाएर खाएर चाहिँ अब दाउरातिर लाग्नु पर्ने हुन्छ होइन दाउराको जो गर्नु पऱ्यो नि त नभए त फेरि हिजो बेलुकै थाहा भइगयो हामीलाई होइन कतिको गाह्रो हुँदो रहेछ भनेर चाहिँ अब चाहिँ हामी खाजा खान्छौँ त्यस पछाडि दाउराको जो गर्छौँ त्यस पछाडि हामी आनन्दसँग बसिदिन्छौँ आज चाहिँ अनि भोलि के हुन्छ हेरौँला भोलि नेक्स्ट भिडियोमा सरहरू दुईजना सरहरूले चाहिँ खप्पै चागो बाल्ने तरिका त्यस्तो हुन्छ है लेकमा चाहिँ लास्ट गाह्रो हुँदो रहेछ नि त कोइला पुग्नु पर्दो रहेछ होइन लेकमा आगो फुक्न जाने होइन भोकलाई मर्छ साथीहरू ल है हामी चाहिँ अब आगो पुग्ने अनि चिया खाने अनि टेन्सन बनाउने यो चाहिँ हाम्रो यो नबोकी चाहिँ फेरि मान्छे सर्लक्कै जान्छ है फेरि त्यहाँदेखि चाहिँ अब हामी दाउरा खोज्नुतिर लाग्छौँ अनि धुप पनि टिप्न थाल्छौँ हामी आज चाहिँ यो तिन पोखरी आइपुग्न चाहिँ एक्लै पोखरीबाट ठ्याक्कै 2 घन्टा लाग्यो होइन आएर अब चाहिँ हामी टेन्ट सबै रेडी गरिसक्यौँ चाहिँ आगो बाल्ने कार्यक्रम छ होइन हाम्रो चाहिँ पानी र ढुसी सँगै मिसिरहेको छ यहाँ चाहिँ हेरौँ अब एकछिन खुलिन्छ कि खुलिन्न खुल्यो भने त बवाल भयो भने त फेरि यहाँमा चाहिँ यस्तो के दामी यार लेकको दाउरा चाहिँ यस्तो काँचो पोल्नुपर्ने हुन्छ है साथी हो दाउरामा चाहिँ आएको छौँ होइन दाउरा लानुपर्ने हुन्छ यस्तो हुन्छ यार लेकको दाउरा चाहिँ यस्तो दुःख हुन्छ कि काँचै बाल्नुपर्ने हुन्छ यार हेरौँ न लास्टै काँचै छ नि त यो त साथी हो दाउराको जुगाड यसरी गर्नुपर्छ तिन पोखरीमा चाहिँ हामीले दाउराको जुगाड यसरी गर्दैछौँ
दाइ अगाडि म यहाँ पछाडि यस्तो दुकान छ साथी यार खुल्यो भने नि साथी यस्तो बवाल हुन्छ अनि यार चाहिँ टिप्नुको लागि हो कि क्या हो पुरा यहाँ धान रोप्नको लागि हामीले एकदम यो चाहिँ हामीले यहाँ बिछाउनको लागि यहाँ चाहिँ टेन मुनि चाहिँ बिछाउनको लागि चाहिँ अब यहाँ खेती गर्न यस्तै गर्दैछौँ अब सुरुवात गर्न हामीलाई लागिरहेछौँ यहाँ चाहिँ यहाँ धान खेती गर्नुपर्छ क्या हो धान खेती गर्नलाई हामीले एकदम रेडी पार्दैछौँ हामी त्यहीसँग दाउरा ल्यायौँ मामाहरूले यहाँ बनाउँदै रहेछ हामी अब टेन्सन बनाउँछौँ खाजासाजा खान्छौँ त्यसपछि पनि होला हामी चाहिँ भात दिन्छौँ पानी पऱ्यो भने त के हो कि होइन चाहिँ हामीले रुम रेडी गर्नुपर्ने हुन्छ होइन साथी हेरौँ के हुन्छ यस्तो बवाल तरिकाले बनाउनु क्या हाम्रो चाहिँ अब रुम चाहिँ लु हाम्रो चाहिँ टेन्ट पनि रेडी भइसक्यो हाम्रो चाहिँ होइन झ्याप्पसँग चाहिँ टेन्ट रेडी भइसक्यो यहाँ हामी छौँ अब स्वर्ग भनेको यो हो नि त के छ सर हेलो ठिक छ सर के छैन दही बनाइसकेर पनि खुली अब चाहिँ तातो तातो हुन्छ कति तातो सक्स पनि अलिअलि गनाएर हो कि उता सुकाउनु पर्छ ल दामी दामी हाम्रो रुम पनि रेडी भइसक्यो साथी हो पानी परिरहेको छ अब चिया सिया खाएर हामी सुत्नुपर्ने हुन्छ साथी आज दिनमा चाहिँ होइन दाउरा खोज्ने क्रममा यस्तो दामी फुलहरू क्या दामी क्या फुल 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 टक्कै मामा हो यहाँ दिलसर यहाँ पाण्डो सर तल हामी जान पर पारी दाउरा खोज्दा होइन क्या दामी हो यार बगानै छ त यार चट 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 पानी परिरहेको छ एकदम बिजुक तरिकाको सय पल्टिङ्गा होइन मामा यो पल्टिङ्गाको बगानै छ भाइ यो पल्टिङ्गा यार क्या बवाल क्या अझै चाहिँ 3 पोखरीभन्दा अलिक तल एक के अरे 3 पोखरीभन्दा अलिक तल चाहिँ यस्तो बवाल क्या वेदर पनि त्यो लास्टै चिसो चाहिँ दाउरा खोज्न जाँदैछौँ अब क्या बवाल हो फुलको त राजधानी नै हो क्या हाम्रो दिदी दाइले चाहिँ अब अर्को सालको लागि चाहिँ होइन पुरा दाउरा मार्दै हुनुहुन्छ क्या यो दाउरा चाहिँ अर्को सालको लागि चाहिँ होइन दाइले एकदम मार्दै हुनुहुन्छ क्या यो चाहिँ अर्को सालको लागि चाहिन्छ नि त भो सारा हाम्रो चाहिँ पुरा अब अर्को सालको लागि दाउरा मार्ने कार्यक्रम एकदम भइरहेको छ तल छ हाम्रो सर पाण्डुक सर त देखिँदैन त जाँठा कहाँनिर हो ओ पाण्डु हात उचाल त हात उचाल न बोली नफाल्नु त म अर्को साललाई त दाउरा दामी हुन्छ नि जो गर्नुपर्छ लेक आउने मान्छेले नभए आउनु पर्यो नि यार नभए चिप्लिन्छ है पानी परिरहेछ यार पाण्डु सरले दोहोरो निकालिसक्यो यार जुगाड गरेर त नि अर्को साल त दाइ यार त धेरै उम्रिन्छ धेरै निकाल्नु है मामाले निकाल्दै हुनुहुन्छ हाम्रो दिलीप सर उहाँहरू चाहिँ फेरि यार्चको भोको हो नि त उहाँहरूले त अनि कहाँ दोहोरो टिप्नुहुन्छ नि त फेरि पाण्डुले त फेरि अनि एक वर्षमा एकचोटि आउँदा एउटा बोकेर हिँडिदिन्छ त केही मान्दैन खतरा हो पनि यार्चको चाहिँ माउनै हो यो मार्ने मान्छेले धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु कसले मारेको हो भेरा गोठालोले होला होइन सायद यो चाहिँ हाम्रो चाहिँ फेरि दाउरा खोज्ने तरिका छातो फेरि तल हाम्रो सर हुनुहुन्छ उहाँ हाम्रो सरले चाहिँ केही मान्दैन यस्तो पानी चाहिँ पोहोर काटेको हेर काँचै बसिरहेको अनि काँचै छ यार
यस्तो छ है, यस्तो छ। बिजोक छ है साथी, बिजोक। यो अर्को साल चाहिँ ठिक्क हुन्छ कि क्या हो? उचाल्नु त दाइ। अनि दाउरा यो यो दाउरा हो यो दाउरा फुल फुलिरहेको छ दाउरा। पोहोर मारेको यो। पोहोर मारेको दाउरा यो। अहिले फुलिरहेछ। फुलै अवश्य राम्रो छ त यार। लेक हो त यो लेक। दाउरा त अहिले पो दाउरा त अहिले फुलिरहेको छ त यार। दाउरा यस्तो अरू ठाउँमा के भन्छ अब बल्छ त होइन यस्तो फुलिराख्यो। अनि के हो यो? रेसमा डेन्जर यार। यो चाहिँ चिमाल है। ठक्क यो चिप फुल्ने दाउरा होइन पोहोर मारेको, तर यहाँ फुलेर छ क्या एउटा। यस्तो बवाल क्या यार। यसै पो बसिरहेछ त। यसै बसिरहन्छ त यार यो फुल त। अब बुङ बाएको बेला कम्जे। के हो बोकेर लागिसक्नुभयो दुईजना टोलीहरू चाहिँ। यहाँ हाम्रो सरले चाहिँ यहाँ हिमाली भेगमा कसरी बोकिँदो रहेछ त दाउरा, तरिका चाहिँ होइन उहाँले पुऱ्याउँदैछ। हेरौँ कसरी गर्दो रहेछ दैले। ए साथी तरिका चाहिँ यस्तो रहेछ है, हिमालमा दाउरा बोक्ने तरिका चाहिँ। अब झापझापे लायो होइन। पाण्डे सरले जान्छ क्या त, यता धेरै अनुभव हो नि त। ठक्कै यसरी राख्ने अनि बान्ने। अनि के काठमा बोकेर लाने दाइ? देखियो त साथी हो तरिका यो भेगमा चाहिँ। म नौलोलाई त छक्कै होइन, म नयाँलाई त यस्तो छक्कै परिसक्यो नि। ठाउँहरू हेर्दैछ रमाउने, तर यो तरिका हेर्दा चाहिँ मलाई लास्टै छक्क परिसक्यो साथी हो। हेर्न सक्नुहुन्छ तपाईँहरू, कोही आउने इच्छुक हुनुहुन्छ भने चाहिँ यो रुट फलो गर्नु होला। एक्लै चाहिँ नआउनु होला। अगाडि कोही आउने साथीहरूलाई सोधेर मात्रै यहाँ आउनु होला, नभए अलिक गाह्रो हुन्छ मान्छे होइन। मान्छे चाहिँ मान्छेको मृत्यु हुन नि सक्छ क्या। फेरि यो ठाउँमा हो हल्ला गर्दा मिलेन होइन, यस्तो कराउनु मिलेन। केही जीव जन्तु मार्नु भएन। यस्तो मार्यो भने त हावाहुरी सबैले हामीले बस्न दिँदैन, मारिदिन्छन्। त्यस्तो डेन्जर ठाउँ हो क्या यो चाहिँ। ल हेरौँ त साथी हो, हाम्रो पाण्डु सरले कसिसक्नुभयो त। के हो तरिका? बब्बाल बब्बाल पर्फेक्ट। ल हेर्नु त साथी हो, अब सकिगयो त सिधै कुरा त। अनि सर्ट अब काठमाडौँ हिँड्ने भन्दै हुनुहुन्छ दाइले होइन। लो तरिका चाहिँ यो है साथी हो, हिमालमा दाउरा बोक्ने तरिका चाहिँ यो। क्या मजा यार। साट हेर्नु साथी, म चाहिँ सास गरेर सकिरहेको छैन। यस्तो सुनपाती माथि पनि दाइले पानी पऱ्यो भने यस्तो दुःख क्या। म चाहिँ सकिरहेको छैन साथी हो, गाह्रो छ यार सास गरेर। क्याम आइपुग्यौँ दाउराको जो गरेर हामी चाहिँ। चिया हाम्रो चाहिँ होइन, दाउराको जो गरिसक्यौँ अनि हामी चाहिँ चिया बनाउन रेडी। पाक्दैछ चिया हाम्रो दुवाले। लेगमा यतिको चाहिँ यति गर्नु त गाह्रो हुन्छ नि त। बोलेको मिल्छ पनि खतरामा त्यो। अब चिया सरहरू यता दुवाले केही देखिरहेको छैन। हाम्रो लुगाको हालतहरू यस्तो छ होइन, सिधै आम्बो लुगाको हालत यस्तो बिजोक छ। हाम्रो दिलुँदै यता अनि यति नपिलाइदाखेरि डेन्जर अवस्था गाह्रो भइहाल्छ नि त। यति पिलाएन भने त यहाँ त सर्लक्कै फेरि यति पिलाएन भन्दाखेरि चुरोट पनि गाह्रो हुन्छ क्या। चुरोट पनि जाँदैन, तातो छैन भने त सर्लक्कै जान्छ मान्छे यहाँ त। आगोको कमाल हेरौँ त साथी हो। सिधै सिधै गएको नि साथी हो। कस्तो टेन्सन बनायो यार। आम्बो सरको पाल सर्लक्कै गयो भने फेरि के छ पाण्डु? बोरा आफ्नो होइन, मामा यता, पाण्डु सर तल, दिलिप दाइ माथि क्यामा खाना बनाउँदै हुन्छ। यो सुनपाती धुप चाहिँ लानुपर्ने हुन्छ अलिअलि हामीले होइन। यो सब कुरोमा काम लाग्छ पनि, त्यसले अलिअलि लानुपर्ने हुन्छ होइन। हालत चाहिँ फेरि मेरो चाहिँ यस्तो छ, फेरि डेन्जर छ हाम्रो चाहिँ फेरि यस्तो छ है साथी हो। अब लेकमा चाहिँ होइन, टेनिया छ, क्यामिया छ, पाल हत्तै डेन्जर छ होइन। ओहो ल ल ल साथी ल, मेरो चाहिँ अब सुनपाती टिप्ने कार्यक्रम हुँदैछ चिसोमा होइन। यस्तो बवाल उता मामा
हुनुहुन्छ मामाले लु जोसमा क्या हान गर्दै हुनुहुन्छ सुनपातीसँग होइन। अनि यहाँ चाहिँ यस्तो बवाल बोरा एउटा छ दामी छ यस्तो चाहिँ साथीले सुनपाती चाहिँ चिया टिपे जस्तै हो क्या यहाँ चाहिँ फेरि लेकमा चाहिँ ओखो बवास। सुनपातीको धुपको फुल यस्तो बवाल क्या यो एरियामा चाहिँ होइन यही मात्र क्या खोइ खोला गरेर कहाँ म हल्का देखिरहेको छ हल्का खोलिरहेको छ यार। अहिले साँझको समयमा चाहिँ होइन हाम्रो चाहिँ यस्तो छ क्या म ठक्कै 6 बजिसक्यो सब हाम्रो व्यवस्था भइसक्यो टेन्ट रुम सब हाम्रो चाहिँ रेडी भइसक्यो अहिले साँझको समयमा चाहिँ होइन टक्क चिसो छ लास्टै चिसो छ यहाँको मौसम चाहिँ यो आज होइन साँझमा झप्प अब चाहिँ हामी खानासाना खाएर ओछ्यानभित्र पसिहाल्नु पर्ने हुन्छ साथी अब भोलि भेट्ने छौँ हामी अब डे 4 मा भेट्ने छौँ हामी डे 3 को भिडियो चाहिँ अब यस्तै हुने छ साथी हो। अब हामी खानासाना खान्छौँ अनि त्यस पछाडि हामी सुत्छौँ साथी हो। हामी चाहिँ अब खाना रेडी मासु भात चिची भन्छ क्या यो चाहिँ मामाले मासु ल्याउनु भएर छ हाम्रो सरले ट्याक्ट अब खानासाना खाने यस्तै छ होइन पालको हालत हाम्रो चाहिँ दामी लो हामी चाहिँ अब सुत्न लाग्यौँ साथी हो। हाम्रो रुमतिर छिरमा छिरिसक्यो भान्जा अब छिर्छ होइन मजा चिल तरिकाले हामी अब बस्नेछौँ र सुत्नेछौँ साथी हो। अब लुगाको हालत यस्तो छ हाम्रो चाहिँ होइन हाम्रो सरजीहरू आउँदै हुनुहुन्छ छेउमा चाहिँ म सुतौँ कि बिचमा सुतौँ म आज के गरौँ खै दया अब त्यो त बुझ्यौँ न अवस्था ल झप्प हामी चाहिँ अब रुमभित्र छिरिसक्यौँ अब चाहिँ हामी सुत्न रेडी होइन झप्प हामी चाहिँ अब सुत्न रेडी साथी हो। ल झप्प हामी सुतिसक्यौँ अब न्यानो हुन्छ हामी बिहान अब 8-9 बजी उठ्नु पर्ने हुन्छ त्यस पछाडि कहाँ जाने हो घुम्ने हो हेर्नुपर्छ कस्तो हुन्छ मौसम होइन। भन्दा अब भिडियो चाहिँ अब यहीँ हाम्रो चाहिँ डे 3 को भिडियो यहीँ अन्त्य हुनेछ। अब डे 4 मा भेट्नेछौँ हामी के छैन। गुड नाइट सम्पूर्णमा गुड नाइट।